मैले मेरो फ्रिलान्सिङ करियरको सुरुवात चाहिँ फाइबरबाट गरेँ। फाइबरबाट मेरो प्रोफाइल बनाएँ, म केही वर्ष कुरेँ, त्यसमा डेडिकेटेड भएर लागेँ। फर्स्ट क्लाइन्ट आउन मलाई टाइम पनि लाग्यो। त्यसपछि ग्रेजुअल्ली मैले फाइबरमा आफ्नो स्किल सेटहरू बढाउँदै गएँ, मेरो अनलाइन अर्निङ बढ्दै गयो। त्यस पछाडि मैले अपवर्क गरेँ। अपवर्कमा पनि त्यसै गरी मैले डेडिकेटेड भएर प्रपोजल्सहरू सबमिट गर्ने, आफ्नो स्किल सेट अनुसारको प्रोफेसनल प्रपोजल्सहरू, केस स्टडीहरू सबमिट गर्ने, त्यसबाट मैले फेरि क्लाइन्टहरू पाउन थालेँ। र केही समयको अन्तरालपछि लिङ्किन त्यस्तै विभिन्न इमेल सर्भिसहरूबाट चाहिँ मैले क्लाइन्टहरूलाई डाइरेक्ट रिच आउट गर्न थालेँ र मैले प्रिभियसली काम गरेको क्लाइन्टहरूको रिजल्टहरू सो गरेर, मेरो केस स्टडीहरू सो गरेर मैले उहाँहरूलाई इमेल गर्न थालेँ, कोल्ड आउटरिच गर्न थालेँ र त्यसबाट उहाँहरूले मेरो इमेल हेरेर, मेरो केस स्टडी हेरेर, मेरो पुरानो क्लाइन्टहरूको रिजल्ट हेरेर अनि मलाई कामहरू दिन थाल्नु। तपाईहरू पनि यसै गरी 2026 मा मल्टिपल अनलाइन अर्निङ नेटवर्क्सहरू जोइन गरेर आफ्नो स्किल सेट्सहरूलाई सेल्स गर्न सक्नुहुन्छ।